गाइज वेलकम टु माई न्यू भिडियो। मेरो 74-72 न्यू भिडियोमा यहाँलाई फेरि पनि स्वागत छ। पक्कै पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला र फुर्सदको समयमा पक्कै पनि मोबाइल हातमा छ भने चाहिँ मेरो भिडियोसम्म पनि पुग्नु होला है त। लाइक गर्नु होला, सेयर गर्नु होला, कमेन्ट गर्नु होला भन्दै र आजको भिडियो के को बारेमा भन्ने कुरोहरू त तपाईँहरूले थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला र पुरा भिडियो हेरेर इन्जोय लिनको लागि लेट्स गो गाइज, जाउँ भिडियोतिर है त। गाइज फेरि पनि म घर जान्छु भनेको, तर पनि यहाँ टिप लागेर चाहिँ म फेरि यहाँ अब टिप लिएर चाबेल जान लाग्छु। त्यही कता देखाएको थियो लोकेसनले, लोकेसन दाइ हजुर हो, म त झन्डै स्वाटै कटेछु नि, झन्डै स्वाटै उता कटेछु नि। हामी यतैबाट थापा गाउँ उक्लिएर जाउँ न, यतै तेजविनायकबाट स्वाटै झरौँला है। म त यसो लोकेसन हेर्दा हेर्दै स्वाटै कटेछु भने मनीष के हाडी गाउँ ल मेडिकल हस्पिटल अगाडि आउँछु म, तपाईँ त्यहाँ आउनु। ओके। पानी परेको छ र रेनकोट लगाएर हिँडेको होइन, अघि नि पानी परिरहेको थियो अनि यो कहाँ खोलेर बस्नु, अब चिसो रेनकोट कहाँ झोलातिर हालिराख्नु भनेर त्यतिकै लगाएकोलाई होइन, ठ्याक्क चिसो चिसो पनि भयो, तातो भयो, आनन्द लागिरहेको छ क्या। चिसो चिसो छ दाइ राति त। पानी परेपछि मौसम चिसो हुन्छ नि त। ठिक छ, जे होस् मौसम एकदम यतिको मौसम भनेको एकदम आनन्दको मौसम भयो। आनन्द त आनन्द हो, म त भर्खर निस्केर होला, जाडो जाडो भइरहेको हो अब सिराकबाट भर्खर निस्के। त्यही भएर तपाईँलाई जाडो जाडो भयो। त्यहाँमाथि फेरि बाइकमा दाइ, अनि के इन्जोय हो कि ड्युटी हो? इन्जोय हो, के को ड्युटी हुनु। ल ठिक छ, राति ड्युटी गरेर नि खानु पुग्छ र म त छेउ पनि भ्याउँदैन जस्तो लाग्छ। भ्याउँदैन दाइ, भ्याउन त राति निन्द्रा आउने त इन्जोय मात्र गर्न जाने हो राति त। सही हो दाइ, सही हो। यो मान्छे के गर्दा के यिनीहरूलाई फेरि भ्याइ नभ्याइ छ होइन। अगाडि नआइज है जाँठा, एकछिन लास्ट डर लाग्छ यार यो टिकटहरुले। हो लोड, अति लोड ल्याएको हुन्छ त यार, अनि भन्ने ठाउँमा ब्रेक लाउँदैन, ठेलै हो त। अनि त्यस्तो नि होइन, तर कन्ट्रोलमा हिँड्यो भने त ब्रेक त लागिहाल्छ नि, किन नलाग्ने हो र। खै ब्रेक फेल भन्नु चाहिँ मान्छेको नाटक हो क्या। त्यो चाहिँ अब 100मा 99 पल्ट एकपल्ट चाहिँ होला होइन, तर नत्र भने यो ब्रेक फेल भनेको चाहिँ नाटकै हो क्या। सिधै ब्रेक फेल त्यतिकै हुँदै हुँदैन नि यार। कि त पाइप साइप फुट्नै पर्यो होइन, पाइप साइप फुट्नु पर्यो कि होइन, नत्र भने त्यतिकै कहाँ ब्रेक फेल हुन्छ। पाइपै फुटे पनि फेरि अब यो हावा ब्रेकमा भनेको डाइफम झ्यापै लक भइदिन्छ, ठाउँको ठाउँ ब्रेक लाग्ने हो। अनि मान्छेहरू बाइकमै ब्रेक फेल भएर ब्रेक फेल हुन्छ, पछाडिको हुन्छ, दुईटा एकैचोटि हुन्छ त। त्यही भनेको। अनि म त अस्ति एउटा पठाउ चढेको होइन, हजुर एक्सिडेन्टको कुरा गरेँ कि त्यसले। एक्सिडेन्ट भयो रे, के भएर भएको त भनेको ब्रेक फेल भएको रे, अगाडिको भएको कि पछाडिको भएको। मलाई गाउँ भन्दा सुँगी भनिदिएको मैले। दुईटै ब्रेक फेल हुन्छ त कहिले, बाइक त पनि त्यो पनि ब्रेकै फेल भयो भने जहाँ भन्दै रोकिन्छ। गियरकै भरमा नि रोकेर लिएर हिँड्न सक्छ। हामी 4-5 नम्बरमा हिँड्दा हुन्छ, मैले एकैचोटि 1 नम्बर हालेर लम्मै कचबाट रोकिहाल्छ नि। बरु हेरौँ ठाउँ उतै रोक्ला, त्यही हो, अलिकति अगाडि रोकिएला। मान्छे आत्तिन चाहिँ हुँदैन क्या। जे भयो नि मान्छे आत्तिन चाहिँ हुँदैन, कन्ट्रोलमा आउँछ क्या। के भ्लग पनि गरिरहेछ क्या, कहिलेकाहीँ यसो भिडियो बनाएर हिँडिरहेको हुन्छ दाइ, तर टेन्सन नगर्नु होइन, त्यो काटिहाल्छु नि म। त्यो त्यस्तो त कहाँ मनी कहाँ हाल्छु त। मेरो टिएनके नेपाली भ्लग छ दाइ। टिएनके नेपाली भ्लग, हजुर
रिल्सतिर हाल्दा हुन्छ हो रिल्सतिर हालिरहन्छु म रिल्सको त फ्यान हो कि मेरो बाबाले हेर्छ कि म एकदम रिल्सहरू हालिरहेको हुन्छु जब म फलो गरिन्छ अहिले ल हस् दाइ धन्यवाद दाइ अनि हाम्रो घर यतै मेरो घर दक्षिण पौवा ए मेरो चाहिँ दोलखा दाइ दोलखा हजुर कुन ठाउँ मेरो जिरी गिरी हजुर जानु भएको छ उता म गएको त छैन उतातिर साथीहरू छ ए त्यो रवि तामाङ भन्ने चिन्छ टिकटकतिर भाइरल वाला क्या त्यो चिन्छ हाम्रो एकदम नजिक हो उहाँलाई चाहिँ ए ए अब अरू त म जिरीको कोही पनि चिन्दिनँ होइन दाइहरूलाई चाहिँ अब यतै भेटिरहेको चिनाउनु राम्रो छ ए ए ठिक छ त्यो ठाउँ रमाइलो छ दाइ एकचोटि घुम्न जानु होला है त एउटा गर्लफ्रेन्ड पनि थियो यार एकचोटि जिरीको जिरीको त होइन खै दोलखा भन्थ्यो अब दोलखा गएको पो हो त्यो के थाहा मलाई त्यसको घरमा जाने होइन 2-4 महिना लभ परि थियो ब्रेकअप भयो सक्यो कहाँको थियो कहाँको म कहाँको कन्ट्याक्ट हुन्जेली ठिक छ कन्ट्याक्ट भयो कन्ट्याक्टबाट बिन भएपछि सिद्धो कहाँ हो होइन टिकटकतिर त भेटेर आउँछ भेट्न चाहिँ टिकटकतिर नि हाल्छ होला नि तिमीले भिडियो हाल्छु दाइ टिकटकमा नि त्यही छ नाम मेरो टिएनके नै छ टिकटकमा चाहिँ मेरो नि ठिकै छ त्यस्तो धेरै त छैन जस 600-700 800-900 लाइक आउँछ भनौँ न राम्रो हो नि दाइ त्यो मान्छेको 100 लाइक त आउँदैन होइन अनि मेरो नै आउँदैन दाइ लाइकहरू त मेरो आउँदैन मेरो पहिला के गर्थ्यो खोल्नलाई मैले खोल्नलाई कति कोसिस गरेँ मेरो फेरि त्यो डकुमेन्ट अनुसारको नाम थिएन क्या पहिलाको अनि मैले खोल्नै सकिनँ त्यो अरूकै नामको सिम थियो होला होइन अरूकै नामको सिम भएर सिम चलाउनु हुँदैन क्या अब फेसबुकहरू पनि छ भने आफ्नो नम्बर एड गर्ने मैले त्यही भएर अहिले चाहिँ आफ्नै नामको सिमबाट फेसबुक कमेन्ट थियो फेसबुक गयो भने टिकटक गयो अनि मेरो पालो टिकटकलाई गुगलबाट गरेर अनि त्यसपछि आइडी पासवर्ड सबै चेन्ज गरेर राख्यो क्या त्यो झन् एकचोटि के भएको भने 4000वटा फोटो थियो होइन हजुर मोबाइल गायब 4000वटा फोटो हरायो जति छ फेसबुकको त्यति नै हो क्या अनि 4000 फोटो हरायो त्योदेखि चाहिँ म एकदम सचेत भयो क्या गुगल एकाउन्टमा ल त अपलोड गरिदिइहाल्ने अनि त्यसपछि जुन मोबाइलमा गुगल हाने त्यसमै आउँछ यताबाट माथि बौद्ध निस्किने यताबाट अहिले सर्टकट देखाउँछ बाटो यतापट्टिबाट हिँड्नु एकछिन ल यहाँबाट यस्तो गर्नु है एउटा मान्छे छ कि हेर्नु पर्ने यता एउटा मास्तिर त्यो अगाडिबाट त्यो गाडी खड्काबाट मास्तिर सिधै सिधै दाइ के हो विशेष हो कि क्या हो ए ए ए साला राति त कुकुरले है साला राति हैरान लाउने भनेको यस्तो डेन्जर लडाएको छ कि मलाई कुकुरले एकचोटि तर कुकुरले लखेट्यो भने दाइ कहिले भाग्नु चाहिँ झन् दौडाउनु नहुन्छ एकचोटि म होइन भर्खर साइकल चलाउनु सिकेको थियो योभन्दा लगभग 15-16 वर्ष अगाडि के भर्खर साइकल चलाउनु सिकेको थियो गौशालाको त्यो द्वारिका होटेलको तेर्सोमा होइन साइकल मस्त कुदाइरहेको थियो कुकुरले लखेट्यो के गर्नु त अब त्यो बेलामा त रोक्नुपर्छ भने के थाहा झन् दौडायो है दौडाएको कुकुरले लखेटेर होइन अब त यसै भयो नि त्यसो टोकोस् भनेर लम्बै रोकेको भाग्थ्यो क्या चागलमा एउटा मान्छे खोज्नु पर्ने छ केटाहरूले बोलाएर आएको
अस्ति झगडा परेको थियो ए क्या फाइट परेको थियो अस्ति चाबेलमा न्यु इयरमा झगडा परेको धनु कन्टेन्ट परेर भर्खर फ्री भएर बसेको थियो अस्ति गएको ल फेरि झगडा पऱ्यो त्यही झ्याउ लाग्ने है कहिले काहीँ त अब के गर्नु त अब मान्छे न्यु बजेपछि हान्नै पर्यो अब त्यो सहेर बस्ने कुरो नि भएन होइन अब चुनार बस्यो भने उनीहरूले हानिहाल्छ हामीलाई, होइन। होइन त्यो कुटै खानुभन्दा त बरु कुटै खाए पनि अलिअलि त खुवाउनु त पर्यो त मतलब भने के ब्ल्याङ हानेको मेरो यहाँ निधार सिधार फुटिरहेको छ अहिलेसम्मै आफ्नो निधार ठाउँमा छैन यहाँ फुटिरहेको छ त्यो अरू भेट्यो भने चाहिँ आज फेरि मार फुट्यो ठिक छ अलि सेफ तरिकाले गर्नुपर्छ पुलिस आयो त भागिहाल्यो फेरि आफू चाहिँ जोस् जोगिनु पर्यो अस्ति घर माम घर परेर 1.5 लाख तिरेर निस्किएको छ बाफ्रे गेममा जितेको के मैले जित्दा चाहिँ मैले 1.5 लाख रुपियाँ जितेको गेममा अनलाइन गेममा क्या जितेको क्लबमा गएर 50,000 सकायो ए लास्टमा झगडा परेर चौकी पुग्यो त्यही क्लबमै लफडा पऱ्यो होला होइन क्लबबाटै चौकी लगेर गयो अनि त्यसपछि त भोलिपल्ट चाहिँ 1.5 लाखको बिल लिएर आइछ लो जा के गर्नु त अब तिर्नै पऱ्यो अर्को चौकी पुगिसकेपछि फेरि तिर्नै पऱ्यो ठिकै छ भने अब तिर्यो कुन मोबाइल हो तिम्रो यो मेरो यो मोटरवाला त यो चाहिँ रेडमीको छ ठिक छ मेहनत गर्नुपर्छ तिम्रो अब राति काम पनि भइरहेछ भ्लग पनि भइरहेछ होइन ठिक छ यसो जोस बाटो हिँड्दाखेरि एउटा जोस भनौँ न हाल्यो भने पनि यो मुख छाडेर चाहिँ काटेर हाल्नु न त्यो काट्छुदेखि काट्छु मेरो अनुहार देख्ने होइन के फरक पर्दैन त्यो त पर्दैन भए पनि मान्छेले सुन्दाखेरि मान्छेले सोच्दाखेरि अब ओहो छाडे गर्ने हाल्दा भने जस्तो हुन्छ नि त कोही अब फ्यामिली बसेर नि हेरिरहेको हुन्छ होइन कोही कहिले फ्यामिली बसेर हेरेर हुन्छ कहिलेको दिदीबहिनीसँगै हुन्छ हो नि त्यही भएर त्यस्तो कुराहरू चाहिँ म काट्छु दाइ प्रायः काटेरै हाल्छु म काटेरै हाल्नुपर्छ कता बस्छ तिमी यता चाहिँ म पुरानो ठिमी दाइ उता पनि हजुर म काँडाघारीबाट ठ्याक्कै घरतिर जान लागेको थिएँ फेरि यसो हेरेँ होइन जाउँ अहिले के घर जानु होइन भनेर अनि हस् यस बोस चाबेल चोक कहाँ ए हो कहाँ हो उही यता रामन देख्दैन मान्छे अनि हाल के त मेडिकल हस्पिटल अगाडि नै अनि हस्पिटलै हो त हस्पिटल उयो हो नि होइन त्यो त भन्नुभएको छ नि मान्छे एक थोपो हुँदैन के जानु हो मान्छे एक थोपो हुँदैन के जानु हो मान्छे एक थोपो हुँदैन ल हस् दाइ हस् ल हस् दाइ ल दाइ रमाइलो रचन जङ्गीवाला होइन यो टिप पनि रमाइलो भयो